नमस्ते। मैथिली ट्युसनको तेस्रो कक्षामा हजुरहरूलाई स्वागत छ। सँगै नयाँ वर्ष 2077 सालको पनि हजुरहरूमा एकदम धेरै शुभकामना छ। यही शुभकामना मैथिलीमा दिनु पर्यो भने हामी यसको लागि यसरी शुभकामना दिने गर्छौं अथवा भन्ने गर्छौं। नववर्ष 2077 साल के अहाँ में बहुत रास शुभकामना अछि अथवा अहाँ सब में बहुत रास शुभकामना अछि। नववर्ष पनि भन्न सकिन्छ, नयाँ साल पनि भन्न सकिन्छ, नयाँ साल नयाँ वर्ष पनि भन्न सकिन्छ। सो नववर्ष भनेको नयाँ वर्ष भयो। 2077 साल यसको अर्थ बुझ्नु नै भयो होला। 2077 सालको आहा सब में तपाईहरुमा बहुत रास एकदमै धेरै शुभकामना अछि भनेको शुभकामना छ। साथीहरु, आज मधेसमा जुड शीतल पाबन पनि मनाउँदै गरिएको छ। तपाईहरु नेपालीमा यही कुरालाई हामी पर्व भन्छौं, मैथिलीमा पाबन भनिन्छ अथवा पबनी भनिन्छ। जुड शीतल पर्वमा हामी आफू भन्दा सानाहरुलाई टाउकोमा पानी राखेर जुडाउने गर्दछौं। यसको अर्थ के हो भने तपाईले गर्मी अब सुरु भइसक्यो हाम्रो हैन, उहाँको टाउकोमा पानी राखेर अब गर्मी सुरु भइसक्यो, यो चिसो मेन्टेन गरेर भन्ने भन्या हो अथवा टाउको चिसो गर्दियो। हामी आफू भन्दा सानालाई मात्रै हैन, त्यहाँ हाम्रो घर वरिपरि भएको बोट बिरुवा, हाम्रो घरमा भएका पालुवा जनावरहरू सबैलाई जोडाउने गरिन्छ ताकि गर्मी सुरु भयो अब सबैजना चिसो भएर बस्नुस् भनेर भन्या हो। र पर्वसँग जहिले पनि खानेकुरा परिकारहरू पनि जोडिएको छ। जुड शीतल पर्वसँग मधेसमा आज खास गरी कढी र बडी खाने चलन छ। कढी भनेको इंग्लिशमा जसलाई करी भन्छौं हामी, हाम्रो यो सबैतिर प्रसिद्ध नै छ यो फुड। दहीको मही बनाएर अनि कढी बनाइन्छ। कढी र बडी भनेको त्यो बेसनको अथवा त्यो स्पेशल दालहरूको त्यो बारा जस्तो बनाएर अनि त्यसलाई कढीमा भिजाएर खाने चलन छ। सँगसँगै मधेसमा आज तरुवाहरू पनि खाने एकदम धेरै चलन हुन्छ। तरुवा भनेको बुझ्नु होला धेरै जनाले, हामी यसलाई नेपालीमा पकौडा भन्छौं। सो आज जुड शीतल पाबनको पनि सबैजनामा एकदम धेरै शुभकामना छ। र तपाईहरु पनि घरमा अब सक्नुहुन्छ भने कढी बडी र पकौडाहरू बनाएर खानुस्। आजको दिनमा हामी यो चिसो हुने चीजहरू पनि दान गर्ने गरिन्छ अरूहरूलाई। र साथीहरु, जुड शीतल भन्दा एक दिन अगाडि मिथिलामा र मधेसमा नै सम्पूर्णमा सतुवाइन पर्व पनि मनाइन्छ। सतुवाइन पर्व भनेको सातु खाएर, सातु पेटको लागि जहिले पनि चिसो हुन्छ त्यसकै लागि सातु खाने गरिन्छ। सातु मात्रै हैन, सातुसँग गुड पनि मिलाएर खाने गरिन्छ। गुडलाई मैथिलीमा मिठा भनिन्छ। सातु गुड अथवा टेस्टलाई अहिले फरक गर्ने गरी सातुसँग कागती, त्यसमा बिरे नुनहरू पनि मिक्स गरेर खाने गरिन्छ। अनि त्यसपछि जो सतुवाइनमा पनि यसमा दान गर्ने पनि चलन हुन्छ। नजिकको गरिबहरू कोही हुनुहुन्छ भने उहाँलाई बेन भनेको बेना त्यो यदि मधेस जानु भएको छ भने यस्तो घुमाएर एउटा हुम्किने हामीसँग एउटा टेक्नोलोजी हुन्छ, बाँसको बनेको हुन्छ, त्यसैलाई बेन भनिन्छ। र घैल भनेको पानी राख्ने, नेपाली हाम्रो नेपालमा धेरै ठाउँमा युज गरिन्छ। घैल र सतुवा र अरू सिधाहरू र खास गरी यसमा चिसो हुने चीजहरू हामीलाई चिसो पर्पसको लागि चाहिने कुराहरू दान गर्ने पनि चलन छ। तपाईले अब शुभकामना दिनु पर्दा मैथिलीमा तपाईले धेरै तरिकाले शुभकामनाहरू दिन सक्नुहुन्छ। साथीहरुलाई धेरै कुराको शुभकामनाहरू दिन सक्नुहुन्छ। जस्तै कसैको वैवाहिक जीवन सुरु भइरहेछ अथवा कुनै अर्को पर्वहरू हुन सक्छ, कसैको एनिभर्सरी, कुनै सक्सेसको कुरामा, बर्थडेको कुरामा र खास दिवसहरूको दिनमा पनि हामी दिने गर्छौं। दिँदाखेरि शुभकामना दिन मैथिली र नेपालीमा उस्तै छ। जे कुराको शुभकामना दिन छ त्यो कुरा हामी जोड्ने। जस्तै नववर्ष 2077 साल, नारी दिवस, आहाँके वैवाहिक वर्षगाँठ, यो कुराहरूको र यही चीज के शुभकामना ऐछ भनेको बारेमा यो एक्जुलरी भर्ब, हामी यसको बारेमा पछि पनि डिस्कस गर्छौं। यसरी हामी शुभकामना दिने गर्छौं। साथीहरु, आजदेखि क्लासमा हामी एउटा नयाँ कुरा पनि सुरु गरौँ। म तपाईहरुलाई आजदेखि होमवर्क दिन्छु। हरेक क्लासमा 5 वटा शब्द, त्यो 5 वटा शब्दको अर्थ तपाईहरुले खोजेर ल्याउनु पर्ने छ। त्यो हाम्रो फेसबुकमा पनि तपाईहरुले पठाउँदा हुन्छ, मेसेन्जरमा पनि पठाउँदा हुन्छ अथवा युट्युबकै लिंकमा कमेन्ट गरिदिँदा पनि हुन्छ। आजको लागि हाम्रो 5 वटा शब्द छ चंगेरा। यदि तपाई हाम्रो च्यानल सब्स्क्राइब गर्नु भएको छ भने तपाईलाई याद होला हाम्रो च्यानलको नाम हो चंगेरा। चंगेराको अर्थ के हो? चौकी। चौकीको अर्थ के हो? यिनीहरू मैथिली शब्द हुन्। नैहर,
टिसन, हाम्रो क्लासकै नाम छ मैथिली टिसन। टिसनको अर्थ पनि लेख्नु होला मलाई, तर म सँगै यही सम्झाउन चाहन्छु, टिसनको अर्थ ट्युसन चाहिँ होइन है। खड, खडको अर्थ पनि भन्नु होला। र साथीहरू अब भोलि फेरि हामी अर्को क्लास लिएर आउनेछौँ र आशा गर्दैछौँ तपाईँहरू क्लास इन्जोय गरिराख्नु भएको छ र सिकिराख्नु भएको छ। कुनै सल्लाह सुझाव भएमा हामीलाई जसरी पनि पठाउँदा हुन्छ, खास गरी हाम्रो युट्युब लिङ्कमै कमेन्ट गरिदिनु भयो भने एकदमै राम्रो हुन्छ। यसका साथ आज हाम्रो क्लास यहीँ सकिन्छ। नमस्ते, धन्यवाद, प्रणाम।